प्याड हो पछाडि ब्लड आइरहेछ अनि अर्काको चाकमा हेर्दै हिँड्नुपर्छ त आफ्नै त हो नि सोझो केटी पटाउन यतिको गाह्रो छ आई लभ यु यदि मैले आई लभ यु टु भन्यो भने तिमी के गर्छौ म त खुसीले मर्छु होला त्यसो भए म भन्दैन जाऊ 100 वर्षसम्म बाँचिरहनु उहाँलाई प्रेसर हाई छ जस्तो छ आमा अब तपाईले धुवा खानु पर्दैन नि मैले ग्यास चुलो लिएर आए नि ए हो र छोरा ल आमा यही हो ग्यास चुलो अच्छा ठीक है सोझो बुढो बाठी बुढी हो कि सेल रोटीमा दुलो कसले बनायो दुलो कसले बनायो यहाँ ठ्याम्म दिन त हामीले बनायौँ यहाँ यसरी बनायौँ यहाँ यसो गरेर बनायौँ लुहादेखको इन्टरभ्यू तपाईँ ठुलो भएर के भन्न चाहनुहुन्छ दाइ भर्खर भर्खर गाउँबाट सहर पसेको हुन सक्छ पहिला त उहाँ बोकै हुनुहुन्थ्यो होला रोक्नु रोक्नु रुको जरा मलाई लानु न लानु त हुन्थ्यो घरमा बुढी छिन् दुईटा छोरछोरी छन् कसरी लाने र खै मैले तपाईँलाई कहाँ घर लैजानु भनेको र बजारसम्म अटो नपाएर पो लैजानु भनेको उहाँको आशीर्वाद जापानी भाषा पढ्नु आएछ कोरिया छिट्टो जाने होला आउनु चाहिँ लाउन तपाईँ बाउ देउलाई पैसा पनि दिने होला आउन बिर्से हैन तैँले चाहिँ के भन्नु खोजेको अघिदेखि न नबुझेर दुखी हुनु भए जस्तो छ मम्मी पल्ला घरको छिमेकी त नि कोमामा जानु भएछ अनि जान्छ नि त उनीहरू धनी मानी मान्छे पैसा जति त जहाँ पनि जान सक्छ नि हामी पो घरमै बसिरहनु पर्छ त अच्छा दिदी बुढा सुधार्ने अभियानमा लाग्नु भएको छ जस्तो छ ए किन हेरि त्यसलाई तपाईको सरी 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 मेरो बानी यस्तै गल्ती भयो नक्कलीहरूले अबदेखि जिस्काउँदैनन् होला कति राम्रो यार बालेर त बाल यार कति राम्रो यता न यता 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 हाय हाय छक्का देखाऊ देखाऊ बिना कारण कुटै खाए जस्तो छ मम्मी तरकारीमा त रुपराप लगेर खा घरि नुन लागेन भन्छ घरि खोर्सानी लागेन भन्छ यसलाई के हुँदो रहेछ किन हान्नु भएको झन् तपाईँको तरकारीमा झिङ्गा पसेको छ भनेको तिम्रो बुढो विदेशमा हो होइन हामीसँग सुत्ने बुस्टिक को हो तेरो बाउ हो दाइ उता हेर्नु त हेर हेर कट्टुमा हेर ठेट बतास के गरेको कसरी छेर्छ अटोमा अनुहार राम्रो नहुनेलाई इङ्ग्लिसमा के भनिन्छ सुन्नुहोस् ओइ ओइ मेरो अनुहार गतिलो होइन यसलाई इङ्ग्लिसबाट के भन्छ नै थाहा छैन मलाई तँलाई थाहा छैन भन्न सिंगल लाइफ इज द रक भन्छ भुइँसीलाई रिस उठे जस्तो छ माफ गर्दै भैँसा आज तँलाई मैले पिरो बनाउने बिर्सेले ओइ बात नै मालिक साँझ दुधको ठाउँमा मेरो मौत पिन्नु होला बिहानदेखि साँझसम्म पानी परेछ रे साफ दिमागमा दही भइहालेछ त्यो दही निकाल्नु नि त दाइ तरकारी पकाउनु अनि अल्छिला भाजी त खाइदिउँला दिमागको दही छ नि भाइ दिमागबाट होइन अर्कै ठाउँबाट निस्किन्छ खान्छस् दाई कहाँ जाँदैछस् म बजार जाँदैछु बहिनी धेरै टाढा नगइस् कुकुर समाउने गाडी आएछ यो त मलाई पनि फोन राख्ने यार घुम्न आएको बेलामा कति फोन गरे हो
हल्ला नगर्ने यार कुरो गर्न थिएन खै हामी त कहिले फोन गर्दैनौँ त तेरो भए पो गर्थिस् त आज त भनिहालिस् अब आउने दिनहरूमा यो केटीको कुरा नगरे मसँग मलाई थाहा त केटीको मामलामा मेरो किस्मत खराब छ। किस्मत होइन सालेको अनुहारै खराब छ। वारी तिम्रो नाम के हो? गाउँमा मलाई सबैले माल भन्छन्। के हो त माल भनेको? माल मतलब माला तिलाउन साल। ए माइला माइला ऊ हो यहाँनिर जाल फाल हो यहाँसम्म छ फाल 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 फुटबल खेल्न गएको ग्राउन्डै जोतिदिएछ। यस्तो यस्तो होइन त ल 3 2 1 गो ल फेरि कहाँ जान लागेको अनि गो भन्छ त अनि उले त भिडियो बनाउनको लागि पो गो भनेको त अनि स्टार्ट भन्नु पर्दैन के आउँदैन इङ्ग्लिस धेरै दयालु हुनुहुँदो रहेछ। तपाईँ कति दयालु हुनुहुन्छ? साथीको बाइक चोरेर बेचिए सर ताकि उसको एक्सिडेन्ट नहोस् भनेर। बा है हामीलाई पढाउने एकजना म्याडम कस्तो राम्रो हुनुहुन्छ, मलाई कति माया गर्नुहुन्छ। हेर म्याडम भनेको तेरो आमा जस्तै हो, नजिस्काउनु। या बा तिमी त कस्तो बोका छौ, आफूले मात्रै पटाउन खोज्छौ। ओ साथी होइन दिउँसै खाएर क्या हो ला तपाईँ खा। बेबी पानी परिरहेको बेला कता हिँडेको? मौसमले च्यालेन्ज हान्यो क्या बेबी, ओक्टो खाएर घोप्टो परौँ कि भनेको। खुर्के ताउ तिमीलाई मात्रै मौसमले च्यालेन्ज हान्छ, हामीलाई चाहिँ हान्दैन। समझ रहे हो?